Hello and welcome guys to my channel the Samar Adhikari official. So हिजोको म्याच सबैले हेर्नुभएको थियो होला, प्रिमियर लिग म्याचेस थियो, ला लिगाको रियल म्याड्रिडको म्याच थियो। सो हेरौँ के हुन्छ। त्यसैगरी न्यूजहरु लिएर आएको छु मैले मेस्सीको बारेमा, त्यसपछि एम्बाप्पे एन्ड मास्टेरानोको यानी रियल म्याड्रिडको बारेमा लिएर आएको छु। त्यसैगरी इन्टर मायामीको बारेमा एउटा सानो खबर छ र ter Stegenको बारेमा पनि खबर छ। So let's get back to the news. Hello and welcome guys to my channel the Samar Adhikari official. So हिजोको म्याच सबैले हेर्नुभएको थियो होला, प्रिमियर लिग म्याचेस थियो, ला लिगाको रियल म्याड्रिडको म्याच थियो। सो हेरौँ के हुन्छ। त्यसैगरी न्यूजहरु लिएर आएको छु मैले मेस्सीको बारेमा, त्यसपछि एम्बाप्पे एन्ड मास्टेरानोको यानी रियल म्याड्रिडको बारेमा लिएर आएको छु। त्यसैगरी इन्टर मायामीको बारेमा एउटा सानो खबर छ र ter Stegenको बारेमा पनि खबर छ। सो लेट्स गेट ब्याक टु द न्यूज। ओके, सो सबभन्दा सुरुमा चाहिँ हाम्रो प्रिमियर लिगको कुरा गरौँ हैन। प्रिमियर लिगमा चाहिँ हिजो मात्र 5वटा म्याच भएको थियो। बर्नमथ भर्सेस फुलह्याम, लिड्स भर्सेस टोटनहम, स्पर्स, म्यानचेस्टर युनाइटेड भर्सेस सन्डरल्यान्ड, आर्सेनल भर्सेस वेस्ट ह्याम, चेल्सी भर्सेस लिभरपुल। सो जति पनि छन् अझ इम्पोर्टेन्ट गेम थिएनन् हैन, आर्सेनल चेल्सी लिभरपुल बाहेक। त्यही पनि म्यानचेस्टर युनाइटेडको फ्यानको लागि हैन, सन्डरल्यान्डसँग 2-0 जितेको थियो। त्यसमा बेन्जामिन सेस्को र मेसन माउन्टले 2 गोल हानेन्, 1-1 गोल हानेन् हैन। स्पोर्ट्सको फ्यानहरुलाई पनि 2-1 ले स्पोर्ट्सले जितेको थियो लिड्सलाई हैन। मोहम्मद कुडुस र माथियास टेलले गोल हाने। र अब चाहिँ हामी चेल्सी र लिभरपुलको गेम, जुन चाहिँ एकदम हिजोको इम्पोर्टेन्ट गेम पनि थियो र हैन प्रिमियर लिगमा हेरिने गेम पनि हो हैन। सो हेर्दाखेरि चाहिँ हिजो चेल्सी र लिभरपुलको गेम एकदमै त्यो हुन्छ नि काँटाको टक्करको गेम थियो हैन। डोमिनेन्स हल्का बढी चाहिँ चेल्सीकोतिर थियो हैन, हल्का बढी डोमिनेन्स चेल्सीकोतिर थियो। सुरुमा चाहिँ गोल चेल्सीबाट आएको थियो, जसमा चाहिँ काइसेडोको एउटा गोल थियो हैन। काइसेडोले गोल हानेको थिए र माला गुस्टोले चाहिँ आफ्नो दिएका थिए असिस्ट। अनि सेकेन्ड गोल चाहिँ आएको थियो फेरि इक्वलाइजर लिभरपुलबाट हैन, कोडी ग्याककोद्वारा र इस्याक जुन नयाँ ट्रान्सफर थियो उनले चाहिँ गोल गरेका थिए। र त्यसैगरी लास्ट मिनेटमा 90+7 को गेम थियो र 90+5 मिनेटमा एस्टाभियोले चाहिँ 2-1 को लिड दिएका थिए हैन। लास्ट एन्डिङ मोमेन्टमा मार्क कुकुरेयाको असिस्ट र एस्टाभियो गोलको साथमा चेल्सीले जितेको थियो र लिभरपुल हैव बोटल देयर फर्स्ट प्लेस इन द प्रिमियर लिग टेबल एन्ड नाउ द आर्सेनल हु आर नोन फर बोटलर्स आर गन इन द टप। यानी कि अब आर्सेनललाई चाहिँ हामीले के देख्न सकिन्छ भन्दाखेरि प्रिमियर लिगको माथि देख्न सकिन्छ। आर्सेनल अन 16 पोइन्ट्स 7 म्याचमा, लिभरपुल अन 15 पोइन्ट्स 7 म्याचमा हैन। त्यसैगरी थर्डमा सरप्राइजिङली स्पर्स छ। अब चाहिँ हामी ला लिगा यानी कि ला लिगाको म्याचमा हिजो त्यस्तो इम्पोर्टेन्ट गेम भनेको चाहिँ अब बार्सिलोना एथलेटिको म्याड्रिड र रियल म्याड्रिडकै हुने हो हैन। हिजोको रियल म्याड्रिडको म्याच थियो र रियल म्याड्रिडले भिलारियाललाई 3-1 ले हराएको थियो, जसमा किलियन एम्बाप्पेको 1 गोल र भिनिसियस जुनियरको 2 गोल थियो। र यो गोल यो हिजोको म्याचमा एकदम रियल म्याड्रिड भनेपछि कन्ट्रोभर्सी हुने कुरा नहुने होइन। कन्ट्रोभर्सी धेरै नै भयो हिजोको म्याचमा हैन। फर्स्ट पेनाल्टी देन रेड कार्डको कन्ट्रोभर्सी धेरै चलिरहेको थियो हैन। भिनिसियस जुनियरले सुरुमा 47 मिनेटमा गोल गरे, त्यो गोल थियो राम्रो। त्यसपछि 69 मिनेटमा एउटा पेनाल्टी आयो हैन, पेनाल्टी फेभर भयो रियल म्याड्रिडको पक्षमा हैन। भिलारियालको प्लेयरको नाम थाहा भएन, भिलारियालको प्लेयरले त्यो दिए पेनाल्टी। इफ तपाईले म्याच हेर्नुभएको छ अथवा हाइलाइट्स हेर्नुभएको छ, सायद ला लिगाले देखाएको छैन होला, तर इफ तपाईले लाइभ हेर्नुभएको छ भने द्याट वाज अ क्लियर कट पेनाल्टी हैन, त्यसमा कुनै शंका छैन हैन। त्यसपछि गरेन फेरि भिलारियालको तर्फबाट चाहिँ यो मिका टु जेड प्रोनाउन्सिएसन मिस्टेक हैन, थाहा छैन के हो प्रोनाउन्सिएसन। उहाँले चाहिँ 73 मिनेटमा चाहिँ 2-1 दिइसक्नु भएको थियो है। 69 70 73 4 मिनेटको अन्दर एक गोल हानेर 2-1 भएको थियो गेम हैन। अनि त्यसपछि अब ला लिगा रियल म्याड्रिड, सो किलियन एम्बाप्पे टप अफ द फर्ममा किन गोल नगरोस् त हैन। किलियन एम्बाप्पेले 81 मिनेटमा फेरि आफ्नो गोल हान्यो हैन। यो म्याच एकदम कन्ट्रोभर्सीमा चल्यो हैन। त्यसैगरी रेड कार्ड पनि पाएका थिए, रेड कार्ड पाउने व्यक्ति थियो मोरिनियो थिएन। त्यो रेड कार्ड के हो, त्यो साँच्चै के पाउनु पर्ने हो कि होइन भन्ने कुरामा एकदमै त्यो कन्ट्रोभर्सी चलिरहेको थियो। हामी न्युजको तर्फबाट न्युजतिर न्युजको कुरा गर्नु पर्दाखेरि चाहिँ सबभन्दा सुरुमा चाहिँ ter Stegen क्यान मुभ टु द प्रिमियर लिग क्लब्स लाइक हाम्रो न्युकासल, स्पर्स हैन, फुलह्याम, बर्नमथ, यो टिमहरुमा चाहिँ एकदम आई छ हैन ter Stegenको। बिकज किन ter Stegen इज थर्ड priority keeper in Barcelona. First is John Garcia, second is Juan Chak Szczesny,
एन्ड थर्ड इज टेस्टेगन हैन। सो अहिलेको लागि चाहिँ जोन गार्सिया चाहिँ इन्जर्ड भएका छन् र सेजिनीले चाहिँ कमान्ड सम्हालेर आएका छन् हैन। टेस्टेगन चाहिँ हाम्रो थर्ड चोइस किपर हो र टेस्टेगन थर्ड चोइस किपर हो, तर बार्सिलोनामा किन बस्न चाहन्नन् अथवा किन बार्सिलोनामा बस्न चाहन्छन् उनले, बट वर्ल्ड कप आउन लागिरहेछ अहिले हैन। वर्ल्ड कप आउन लागिरहेछ। अब वर्ल्ड कपको लागि चाहिँ उसले आफ्नो गेम टाइम धेरै दिनु पर्यो। उसले जब गेम टाइम धेरै दिन्छ उसको प्लेयर बढी हुन्छ अनि बल्ल आफ्नो टिमले आफ्नो कन्ट्रीले उसले लिन सक्ने भन्ने कुरा आउँछ हैन। जर्मनीको धेरै नयाँ नयाँ किपरहरू आइरहेका छन्, यङ्स्टरहरू उसलाई कम्पिट गर्न छ। त्यसको लागि टेस्टेगनलाई चाहिँ आफ्नो गेम देखाउन पर्छ र सायद उनी यो समरमा चाहिँ समरमा चाहिँ उनी विन्टर ट्रान्सफरमा चाहिँ यिनी उस हुन सक्छन्, यिनी चाहिँ बार्सिलोनाबाट अरू कुनै टिममा ट्रान्सफर हुन सक्ने कुरा छ। हामी सेकेन्ड न्युज जुन चाहिँ हाम्रो इन्टर मायामीको तर्फबाट। सो मेसी फ्यान्स, इन्टर मायामी फ्यान्स एकदम खुसी हुनुहोस् किनकि एउटा फेरि नयाँ प्लेयर थपिँदैछ इन्टर मायामीमा र त्यो प्लेयर चाहिँ हो सर्जियो रिगुइलिनो। सर्जियो रिगुइलिनो भन्ने एउटा नयाँ प्लेयर त नभनौँ, एकदम प्रिमियर लिग एक्सपिरियन्स ला लिगा एक्सपिरियन्स प्लेयर हुन् जुन चाहिँ आएका छन् रियल म्याड्रिड एकाडेमीबाट। त्यसपछि रियल म्याड्रिडमा खेले, कास्टिलियाबाट रियल म्याड्रिडमा खेले, त्यसपछि गए सेभिलिया हैन, स्पेनको कन्ट्रीलाई पनि आफ्नो योगदान दिए। त्यसपछि गए एथलेटिको म्याड्रिड, फेरि म्यान्चेस्टर युनाइटेड हैन, अनि फेरि त्यसपछि गए स्पर्सबाट फेरि गए 1 वर्षको लागि ब्रेन्टफोर्ड, फेरि आए स्पर्समा र अहिलेको लागि छ फ्री एजेन्ट। सो यो फ्री एजेन्टलाई चाहिँ यो इन्टर मायामी दिन सक्छ हैन। धेरै नै हेभिली लिग भएको छ इन्टर मायामी र त्यो सर्जियो रेगुइलिनोको एजेन्टहरू हामीले देख्न सकिन्छ पोस्टरमा हैन। सो तपाईहरुले साइडमा आयो होला त्यो हेर्नु। त्यसरी नै MLS को कुरा गरौँ, यानी कि हाम्रो इन्टर मायामीको मेसीको कुरा गर्दाखेरि चाहिँ मेसीले चाहिँ आफ्नो इन्टर मायामी क्लबको लागि चाहिँ 100 GA को त्यो जुन चाहिँ टार्गेट त्यो पुरा गरेका छन्। आज भर्खरको म्याच थियो न्यू इङ्ल्यान्ड रिभोल्युसनसँगको लागि 4-1 को गेमले इन्टर मायामीले जित्यो र त्यसमा चाहिँ मेसीको ह्याट्रिक अफ असिस्ट आएको थियो, नट अ गोल, ह्याट्रिक अफ असिस्ट र उनले 100 GA यानी कि 100 गोल कन्ट्रिब्युसन फर इन्टर मायामी टिमको लागि उनले पुरा गरेका छन्। ओके, सो अब चाहिँ हामी लास्ट न्युज जुन चाहिँ थियो रियल म्याड्रिडको बारेमा। सो एउटा भर्खरै एकदम ताजा खबर आइरहेको छ, मैले भिडियो रेकर्ड गर्दै आएको खबर हो। अनि त्यो खबर के त भन्दाखेरि चाहिँ एम्बाप्पे एन्ड मास्तान्तुआनो यानी कि हाम्रो रियल म्याड्रिडको दुईटै नयाँ साइनिङ चाहिँ माइट क्यान मिस सम म्याचेस हैन। उनीहरूको चाहिँ अलगा जुन अब त्यो के भन्छ त्यसलाई, त्यो मेडिकल टिमले चाहिँ अलगा दे आर नट फिट फर द नेक्स्ट अपकमिङ म्याचेस भनिरहेका छन् हैन। अब त्यो खास के हो कुरा चाहिँ अहिलेसम्म थाहा भएन। अहिलेसम्म मसलतिरको सियरिङ हो कि हैन, हल्का प्रेसरहरू बढी थाहा भएन। मास्तान्तुआनोको चाहिँ बढी त्यो प्रेसरको कारणले हो भन्ने कुरा आइरहेको छ हैन, त्यो खेलको प्रेसरको कारणले हैन। सो एम्बाप्पे एन्ड मास्तान्तुआनो क्यान मिस सम म्याचेस फर रियल म्याड्रिड हैन। सो दिस वाज फर टुडे गाइज, होप यु इन्जोय दिस भिडियो। सो डु लाइक एन्ड सब्सक्राइब हैन। अब यस्तै हो, सुरु भिडियोज कम आउँछ, पछि गएर बढ्छ भन्ने आशा राख्दै आजको लागि बाई बाई। सो गुड बाई।